हेलो गाइजहरु के छ सबै सन्चै आरामै हुनुहुन्छ भन्न चाहन्छु। विनोद साई युट्युब च्यानलमा सबैलाई वेलकम छ। आज चाहिँ यसो टुर हान्दिनु पर्यो बजारतिर यसो न। आज हजुरहरुलाई लगभग बजारको दृश्यहरु हजुरको सामु देखाउन चाहन्छु। त्यही हो के कस्तो छ यहाँदेखि बजार जान टाइम कति लाग्छ ल एकदम। गाइजहरु हेर्नु न आँखा फुलहरु यस्तो मस्त छ भने हरियाली। अस्ति पुरा त्यो आजभोलि हेर्नु यस्तो मस्त हरियाली आज हेर्नुहोस् यस्तो मस्त सिनहरु छ। अब चाहिँ बवाल छ। रोमानियाको दृश्यहरु हजुरको सामुन्ने देखाउन चाहिरहेको छु। गाइजहरु हेर्नुहोस् यस्तो राम्रो फुलहरु अनि हेर्नुहोस् आँखा झिलिमिली छ जीवन। झिलिमिली छ झर्ले आज झर्ले। आज चाहिँ छुट्टीको दिन यसो न बजारतिर घुम्न गइदिउँ कि भनेर यो हेर्नुहोस् हाम्रोदेखि अब बजार जान कति टाइम लाग्छ के छ हेर्नुहोस्। यस्तो हजुरको सामुन्ने देखाइरहेको छु। यो चाहिँ डन हो डन। डन पनि हामीसँग जाने हो अरे। सो गर्मी छ जे हुनुहोस् रोमानियामा गर्मी बढ्यो एक्कासी झ्याममा लगाएर पुरा हरियाली छ आज भोलि रोमानिया। पहिला पुरा पात झरेर यो पुरा सुक्खा थियो। आजभोलि चाहिँ हरियाली मस्त छ। आजभोलि चाहिँ घुम्नलाई चिसो हावा मस्त। 7-8 लाख रुपियाँ तिरेको यही फाइदा छ। यस्तो डाँडाहरू छ हजुर। ट्रेन निक्लेको अब पहिला चाहिँ यहाँदेखि गोल्ने रहेछ रेल। आजभोलि चाहिँ अब खोइ यो बन्द भएको अरे खोइ के भएर। यता हेर्नुहोस् यस्तो रोमानियाको भेडाहरू मस्त छ। कुकुरले हेर्छ यहाँ फेरि कुकुरले हेर्छ मस्त। यस्तो मस्त छ भेडाहरू। भेडा बाख्रा गर्छ मस्त छ भेडा बाख्राहरू हेर्नुहोस् रोमानियाको। सलुट मस्त छ। आइदे सारहरू हेर्नु मस्त छ भेडाहरू। रोमानियाको भेडाहरू बाख्राहरू मस्त छ। बवाल छ साथीहरू। दोस्ती बिनोका दोस्ती कुकुर त डेन्जर छ त्यहाँ। फारम ल आधीसम्म हिँड्दैछौँ अझ हाम्रो रुममा। लगभग बजार अझै आइपुग्यो अझै छ यहाँबाट लगभग टाइम अझै लाग्छ 15-20 मिनट अझै। त्यो हिँड्दैछौँ अझै। आज चाहिँ साँझै पर्खिन्छ होला। प्रत्येक घरमा कुकुरहरू छ भने यहाँ त प्रत्येक घरहरूमा कुकुरहरू मस्त गयो। अब चराएर बिहान चराउन लिएको होला अब लग्ने होला खोरमा।
यस्तो छ स्याउहरूले भर्खर त्यो गर्न लाग्यो पौला हाल्न लाग्यो फुलहरू फुल्न लाग्यो सफल फुलहरूले आज गाउँ हेर्नुहोस् यो गाउँ यस्तो मस्त छ कि बवाल छ गाउँमा गाउँहरू यो चाहिँ फलफुल करेसाबारी भनौँ फलफुल यहाँ पछि मस्त हुन्छ यहाँ आरुहरू भयो धेरै प्रकारको फलफुलहरू हुन्छ अनि आरुहरू भयो स्याउ भयो चेरी भयो टन्नै हुन्छ फुल खेलेर अहिले यस्तो राम्रो भयो अब लगभग 2 महिनापछि यस्तो मस्त फलेको हुन्छ यहाँ उता सर्टकट बाटो पनि थियो हामी चाहिँ यता लङ बाटो आएको भने यसो भिडियो बनाउँदै होइन चट्ट के छ र बिदाको दिन मस्तले घुम्दिउँ भनेर त्यही भएर मस्त भिडियो बनाएर हिँडिरहेको त्यो साथीहरू मस्त छ यो स्याउको बोर्डहरू हो यो चाहिँ बवालहरू सिनहरू गाउँहरू चाहिँ बवाल छ भने यहाँ त गाउँहरू तोरीहरू रोमनियाको तोरीहरू हेर्नुहोस् यस्तो मस्त छ भने तोरीहरू चाहिँ लास्टै हुँदैछ सर यहाँ चाहिँ एकदम बवाल यस्तो मस्त खेतीपातीहरू टन्न गर्ने पनि यहाँ पनि यस्तो मस्त लगभग एकदम ल सिटी आइपुग्यो लगभग हामीहरू सपिङ गर्ने चाहिँ यही हो हामीहरू चाहिँ सपिङ अब खानेकुराहरू यताउता सपिङ गर्ने यही हो मलहरू यता पर हो कट्ट यही हो हामीहरूले सपिङ गर्ने मलहरू लगभग 16 बजी आइयो भनौँ हाम्रो चाहिँ यही हो अब चाहिँ यही हो बजारहरू चट्ट 16 बजी यही नै हो हामीहरू भएको ठाउँबाट लगभग लाग्छ 1 घन्टा जति लगभग हिँडेर यहाँसम्म आउनको लागि 1 घन्टा लाग्छ हिँडेर त्यही हो लगभग आइयो भनौँ सिटीमा अब यताउता हेरिन्छ आज सामानहरू पनि लैजानु छ थोरै त्यही हो साथीहरू यस्तो छ हेर्नुहोस् यसलाई चाहिँ काउ फारम भन्छ यहाँलाई त्यही हो मस्त छ सिटीहरू क्याप्सीहरू छ लगभग यहाँ चाहिँ तो सबै सामानहरू पाइन्छ लगभग मोबाइलहरू भयो सबै हो भने अलराउन्ड सामानहरू पाइन्छ त्यही हो साथीहरू यस्तै हो ल 16 बजीमा ल को हुनुहुन्छ यसो कमेन्ट गर्नु होला के अरे लगभग भेट गर्नुपर्छ ल 16 बजीतिर यहाँबाट लगभग बुझावारी उहाँ बुकारेस्ट जान पनि धेरै छैन अब थोरै छ अहिले म हजुरलाई किलोमिटर देखाउँछु यहाँबाट बुकारेस्टसम्म कति किलोमिटर रहेछ के रहेछ भनेर हजुरलाई म देखाउँछु अहिले रोकिनु बोट हो यहाँ पर बोटहरू छ कति किलोमिटर रहेछ यहाँबाट आइज गाइजहरू रोमनिया सिटी एकदम यसै सिटीहरू रोमनियाको 16 बजी सिटी भनौँ हामीहरू चाहिँ सपिङ लगभग सामानहरू चाहियो भने आउने बाइक नेपालमा त टन्न हुन्छ बाइकहरू यहाँ चाहिँ अब प्रायः जस्तो गाडीहरू नै हुन्छ कारहरू हुन्छ त्यही त अरू हुन्न बाइकहरू सिटिमिति हुन्छ फाटोफुटो त्यही हो पल्वा सर यता जाऊँ यता अरू सिटी हेर्नुहोस् सिटी कस्तो छ सिटी 16 बजी यो चाहिँ बसहरू रोक्छ यहाँ चाहिँ बस्ने सरकारी बसहरू रोकेपछि मान्छेहरू यहाँ बसेको हुन्छन् अटो चलाउँछ पारी पनि छ
यस्तो रुखै रुख छ भने नेपालमा रोडमा रुख भएपछि काट्छ। यहाँ चाहिँ रोड बाटोमा रुखै रुखहरू छ भने साइडमा मस्त शीतल। अब गर्मीमा मस्त शीतल हुन्छ रोडहरू मस्त। त्यो जेब्रा क्रसिङहरू छ चट्ट आइछ। यो चाहिँ बस पार्क भनौँ, सिटी सोलबुजियाको सिटीभित्र हो। यो चाहिँ बस पार्क भनौँ। यो यहाँबाट चाहिँ अब लगभग सबै ठाउँ ल बुझाउ भयो, बुकारेस्ट भयो, सबै ठाउँ यहीँदेखि छुट्छ बसहरू। एकदम मस्त बसहरू चाहिँ हाम्रो काठमाडौँ परेको अरे। यहाँदेखि चाहिँ सबै ठाउँतिर बसहरू छुट्छ लगभग 77 जिल्लातिर सबैतिर लगभग सबै ठाउँ ल पुग्छ। यहाँदेखि काठमाडौँ पऱ्यो चाहिँ हाम्रो मेन सिटी, हाम्रो काठमाडौँ बालनको सहर पऱ्यो चाहिँ लगभग। यो चाहिँ चार्जिङ गाडीहरू त्यो चाहिँ चार्जिङबाट चल्छ। यो चाहिँ ब्याट्री देखियो भने यो चाहिँ सरकारी लगभग विद्युतीबाट चल्ने राम्ररीहरू मस्त। ओइल चाहिँ चार्ज लगाएर चाहिँ यो सिटी भ्यालीभित्र राउन्ड हान्छ लगभग। सिटी राउन्ड यो चाहिँ श्रीलङ्काको। ओ हाई फ्रेन्ड चे फाचे मैंने हुँदै तो द्वार में आए छ द्वार में म पानाराम न द्वार में आए छ मगाजिन आए टुर। यो चाहिँ ट्याक्सीहरू यहाँ चाहिँ मस्त, ट्याक्सीहरू मस्त छ साथीहरू। यस्तै छ रुममा। ल सरहरू भर्खर ल घरबाट आउनु भएको छ, त्यही हो दुई महिनाको बसाइ एकदम बवाल भयो सरहरूको। त्यही हो एकदम एकदम सर त्यो चाहिँ हो। सधैँ त कहाँ घुम्नु पाइन्छ, त्यही त कहिले कसो त्यो वर्षमा लगभग 2-3 वर्षमा एकचोटि गइन्छ लगभग। ल है साथीहरू, आजको टुर चाहिँ अब भ्याइयो भनौँ। आज बिहान गएको लगभग रुममा आइपुग्यो आज। ल अब नेक्स्ट भिडियोमा हाल्नु अरू कुराहरू। त्यही हो गाइजहरू, सबैले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु पर्छ सबैले। ल ओके नेक्स्ट विक ओके बाई।